केटाकेटीहरू बिरामी भएर साथी बिरामी भएर हामी चाहिँ हस्पिटलतिर लाग्यौँ। हाम्रो मिस्टर साधन दाजु एनएमसीमा छौँ हामी चाहिँ छन् बिरामी भएर उसको खुट्टामा अलिकति इन्फेक्सन भएको भएर चाहिँ उसलाई लिएर आएको। A few moments later, 2000 years later, one eternity later. साथीहरू अब हामी चाहिँ हस्पिटलबाट लाग्यो है, हस्पिटलबाट रुमको लागि निक्लियो। अनि आज जिन्दगीमा पहिलोचोटि दुबई आएदेखि चाहिँ, जिन्दगीमा पहिलोचोटि नभन, दुबई आएदेखि चाहिँ आज पहिलोचोटि बस चढ्यो, मेट्रो के भन्छ यो बस पब्लिक ट्रान्सपोर्टेसन चाहिँ युज गरेर भनौँ न होइन। यस्तो छ नजारा हेर, यहाँ त प्लेनमा चढे जस्तो फिल हुन्छ नि। फेरि कहाँ रत्न पार्क वाला होइन नि त फेरि होइन। आउनुहोस् पछाडि पुरै खाली छ होला हुन्छ नि, त्यस्तो चाहिँ होइन हेर है। यहाँ चाहिँ टक्क त्यो उसमा भने जस्तो ट्याक्क भनिदिन्छ स्टेसन चाहिँ। अब हामी अलि पल्तेरसम्म जाने हो, त्यो खासै टाढा त होइन। लड्का लड्कीहरू दुबई यस्तो छ हेर है, बाटोमा दुबई यस्तो छ होइन। मिस्टर साधन बुढाथोकी लोगो नदेखियो चाहिँ हाम्रो। अनि त्यसपछि अहिले केटाकेटीहरू हामीले अब लोगोमा हाल्न छोड्यौँ है, युनिफर्ममा यो भिडियो हाल्न छोड्यौँ। हामीले आफ्नो पनि क्याप्चर गर्न सक्थ्यो यसरी, किन गरेनौँ भनेपछि अब हामीलाई चाहिँ पेनाल्टी मिल्ने जस्तो कुरा आयो क्या, त्यही भएर नहाल्ने भयो होइन। अनि ल हेर यस्तो छ ड्रोन सट है, इट्स फकिङ ड्रोन सट है, इट्स फकिङ ड्रोन सट। ल हेर नि तिमीहरूले यस्तो छ। हाम्रो देश चाहिँ कहिले यस्तो हुने क्या, हाम्रो देशमा नपाउने होइन नि त्यो फुल त, पाउँछ नि होइन, पाउँछ है, पाउँछ। तर यस्तो दामी तरिकाले सजाउ न, के छ र भने यार साथीभाइहरू कति राम्रो छ क्या। ल हेर न कति राम्रो छ, मान्छे राम्रा होइन। ल हेर देख्यौ नि, अब यस्तो राम्रो ठाउँ है हाम्रो चाहिँ हुने कहिले क्या। ल हेर एज यु क्यान सी उहाँ टिकटक चलिरहेछ, त्यो पनि राम्रो छ है। ठिक छ कति राम्रो देखिरहेको। ल गार्डन हेर क्या, अन्त नहेर तिमीहरू, कन्सन्ट्रेट अन दुबो, भुइँको दुबो हेर कति राम्रो देखिरहेको दुबो। साधन सर बस्दिने हो एकछिन दुबोमा, नबस्ने बेलुका आउनुपर्छ एकछिन सुत्न यार। यहाँ बनाउनुहोस् नो प्रब्लम, केही छैन, बनाउनु मिल्छ। इतना सुकुन। अब तिमीहरूको दादा फेरि कति ह्यान्डसम भनेपछि केटीहरू बाटामा देखे पनि अब लजाउने भइसक्यो क्या। हाम्रो लोगो देखे होइन है, फेरि टाइरो मात्र देखिरहेको छ है। हामी अब साथीको बिहेमा जन्ती जान लगाउँ पार्टी प्यालेसमा है। तिमीहरूले फेरि के खाने, मोहम्मद अली खान है, मोहम्मद अली अकबर खान। अनि त्यसपछि हामी त्यहाँ जान लाग्यो, हाम्रो लोगो अझै देखिएको छैन। अनि त्यस्तै छ केटाकेटीहरू, यो चाहिँ डे टाइम हो। अब हामी साधन सरको आज यसो चेकअपको लागि यता आएको थियौँ, तिमीहरूको लागि म देखाइसकेँ होइन। ल हामी त फेरि घुम्नु पऱ्यो त यार बढी यार। दाइ यो आज हामी के बनाउँदैछौँ भन्नु त सन्तोष दाइ, सन्तोष दाइ ओ सन्तोष दाइ आज के बनाउँदै हामी? यो माल बन्दैछ, माल होइन, माल बन्दैछ माल। ल हेर केटाकेटीहरू यसरी हेर, विदेश आएपछि खाने भनेको यसरी हो, बुझ्यौ? तिमी गरिबहरूलाई के थाहा हुन्छ यार यो के माल हो भने यार, मैले थाहा छैन कतिको नाम त होइन। यसरी खाने देख्यौ नि, यसरी खाएपछि अनि त्यसपछि त्यहाँबाट अनि के हुन्छ त तिमीहरूलाई थाहा होला नि त होइन। बाँकी कुरा तिमीहरूलाई भन्नु पर्दैन, ऋषि धमलाले पहिल्यै भनिसकेको छ। ल हेर यहाँ दाइले यो, दाइ यो के हो, यो गोलो गोलो के हो दाइ? मखना त्यो ओखर भइगयो, यो यता काजु भइगयो, यो अर्को बदाम होइन। तल के हो दाइ त्यो जिरा जस्तो सोप होइन, सोप अर्को हरियो पिस्ता, आमामा अर्को फेरि बदाम, आमामा दुई तरिकाको बदाम छ है, मुमफुली पनि छ बदाम पनि छ है फेरि यहाँ। सक्छ त दाइले, सक्दैन यार, कडा दाइ कडा। यहाँ इजिप्सियन टुवा परेर टुवा परेर टुवा। इसमें इतना पानी डालेगा, इतना पानी डालेगा। इसके बाद खिचड़ी डालेगा, पठान का खिचड़ी, चावल भी डाल सकते हैं, बिरयानी पुलाव वो बनाएगा मतलब। हाँ यस। इसका नाम क्या है, इसका नाम क्या है बोलो? इसका नाम है पठान का खिचड़ी। पठान का खिचड़ी, गुड 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 गुड। पठान का खिचड़ी ऐसा होता है? हाँ ऐसे होता है, देखो। वाह, ये देखो, ये
अरे बढ़िया बढ़िया लहसुन बढ़िया लहसुन लहसुन देख बढ़िया बढ़िया बढ़िया। ये लहसुन है, लहसुन पूरा लहसुन डाल दिया। यस यस खाना का चिकी का ना पठान उसी से कुमारो बस, यस पठान लोग अच्छे से खाना खाता है बस। यस हेलो गुड, थैंक यू। ओके बाय गुड दिवाहरू अब बालसाल आज देख्यो नि दादाले यसरी मुन्डन हानिदियो। अब दादाले फेरि किन मुन्डन हान्यो भनेर तिमीहरूले सोच होला होइन। किन हानेको भन्दाखेरि चाहिँ ड्यान्ड्रफले वाइल्ड दुःख दियो होइन। अनि ड्यान्ड्रफ हेड एन्ड सोल्जर भन्ने कसले स्याम्पू युज गर्छ कमेन्ट गरेर केटाकेटीहरू। हेड एन्ड सोल्जर यस्तो कवाड स्याम्पू हो नि, कसम भनेको कसैले नि युज नगर, साँच्ची भनेको। मैले आजभन्दा लगभग 6-7 वर्ष अगाडिबाट हेड एन्ड सोल्जर युज गरिरहेको छु होइन। तर हेड एन्ड सोल्जर जस्तो कवाडी स्याम्पू चाहिँ केही पनि हुँदो रहेछ। त्यही भएर मैले आज यसरी बाल पुरा टक्ला हानेर टक्क यसरी निम्बु लगाएर, हजुर मेरो दाइ के छ ठिक छ नि, बाल हेर्नु त कस्तो ठिक छ एट अनि यस्तो छ है। बाल यसरी ड्याङ हानेर दाजु यसरी बसिरहेछ केमा भन्दाखेरि घाम ताप्नाले। टक्क बालमा यी भ्यासलिन लगाएर, तेल हुन्छ क्या भ्यासलिनमा लेखेँ, तिमीहरूले फेरि मुखा लाउने भ्यासलिन होला, तेल हुन्छ चट्ट लगाएर बडी लोसन लगाएर दाजु यहाँ टक्क यहाँ सनबाद लिइरहेछ है। त्यही चाहिँ छ आजको अपडेट। यही हो केटाकेटीहरू, ख्यापुन ख्याप हेर्दै गरौँ, माया गर्दै गरौँ, लाइक सेयर एन्ड सब्सक्राइब गर्दै गरौँ है। तिमीहरूले खासै मेरो भिडियो सेयर गरेको जस्तो मैले देखिरहेको छैन, भिडियो सेयर गर्ने गराऊ है। अनि आजकल मैले चाहिँ भिडियो नहाल्नुको कारण चाहिँ के भनेपछि अब युनिफर्ममा भयो नि त हाम्रो प्रायः भिडियो चाहिँ युनिफर्ममा हालिरहेको हुन्थ्यो। अनि युनिफर्ममा हालेर चाहिँ हाल्यो भने चाहिँ पेनाल्टी दिने भन्ने चाहिँ कुरा आएको थियो, फाइन साइन हान्ने भन्ने। त्यही भएर मैले चाहिँ अब भिडियो हाल्नलाई अहिलेको लागि बन्द गरिरहेको छु होइन। तर अब आउट ड्रेसमा चाहिँ हाम्रो आउँछ, अब कता कता घुम्यो भने चाहिँ आउँछ। जस्तै अब आज जस्तो यी टक्ला सकला बनाइयो, भिडियो देखाइयो होइन। अब अरू बेला त त्यस्तै हो है त। त्यस्तै छ, माया गरिराखौँ होइन, हेर्दै गरौँ ख्यापुन ख्याप है त। ल केटाकेटीहरू, दादा अब जान लाग्यो ड्युटीतिर होइन। यो चाहिँ मेरो रुमदेखि तल देखिने भ्यू हो है, यस्तो छ है त। ल केटाकेटीहरू म चाहिँ लाग्यो अब ड्युटीतिर होइन। एज यु क्यान सी हामीलाई यो बिल्डिङमा जानुपर्छ होइन। यहाँनिर यो बिल्डिङमा त्यहाँनिर गएर मान्छे छोडेर अनि हामी जान्छौँ हाम्रो लोकेसनतिर। हेर त कस्तो दामी देख्यो, बवाल देख्यो होइन त, त्यो दामी देख्यो नि होइन। ल केटाकेटीहरू, दादा इज ब्याक टु ड्युटी होइन। दादा आइसक्यो, ड्युटीमा आइपुग्यो है। लोगो चाहिँ देखाउनु हुँदैन, त्यही भएर म यसरी छोपिरहेको छु कि। अनि यस्तै छ केटाकेटीहरू, म चाहिँ ड्युटीमा आइपुगेँ है। के भएछ यहाँ चाहिँ, वाट इज दिस, नो प्रब्लम, वी डोन्ट केयर है। अनि अझै पनि चिसो छ, मैले टोपी किन लायो भनेर सोध्छ होला तिमीहरूले। अझै पनि चिसो छ क्या यहाँ चाहिँ, अनि चिसो भइरहेछ नि त, त्यही भएर हो होइन। अनि दाइले फेरि कपाल पनि खुर्कायो नि त, तिमीहरूले अगाडि देखिसक्यो क्लिपमा होइन। त्यही हो, कपाल सपाल खुर्काएको छु, त्यही भएर लगाएको होइन। अनि यस्तै छ, अब खासै युनिफर्ममा चाहिँ भिडियो सिडियो हाल्नु नपाउने भन्ने कुरा आएको छ नि। अनि त्यही भएर मैले फेरि अब किन हाल्ने हो र होइन। अब कम्पनीले भन्दै पनि अब त्यसरी हाल्यो भने चाहिँ फेरि भोलि बिहान अलिकति नराम्रो हुनसक्छ होइन। उनीहरूलाई नराम्रो हुन्छ भनेपछि त हामीलाई पनि नराम्रै भएको हो त अनि होइन। त्यसरी बुझ्नु पऱ्यो हामीले भनेर भने चाहिँ नगरेको मैले चाहिँ, त्यस्तो छ है। ये रहा हमारा दोस्त, जो हमारा बिहार का भाई है, उसका नाम है सुनील कुमार। जो कोई भी इंडिया से देख रहे हो, ये आदमी को पहचानते हो, बस कमेंट में लिखो सुनील कुमार, ठीक है। यही है मिस्टर सुनील कुमार। हाँ भाई साहब, छोड़ो उसको, वो तो आता रहता है जाता रहता है, कोई टेंशन नहीं, मर्सिडीज है। आप इधर आओ, कैसे हो, ठीक हो? एकदम सही है। हाँ, हेलो बोलो सब सब्सक्राइबर को। इंडिया से जो कोई भी देख रहा है, लाइक फॉलो और सब्सक्राइब कर लेना बोलो। लाइक फॉलो सब्सक्राइब करो। हाँ भाई, बढ़िया वीडियो देता है, हम भी होते हैं, ऐसा बोलो। भाई बढ़िया वीडियो देता है, बढ़िया छोड़ता है।
लाइक करिए सब्सक्राइब करिए। हाँ थैंक यू सो मच मेरी जान गुड। इब्राहिम किधर है? ओके चलो मिलते रहेंगे हाँ। ल केटाकेटीहरू दादाले चाहिँ खाना खान लाग्यो है। दादाले खाना खाँदैछ। अनि दादाको यो आफ्नै रेसिपी है, यो फेरि पिनट्सवाला। तिमीहरूले देखायो होला नि होइन, बदाम भन्छ नि, बदाम मुङफली र चिकन चाहिँ यो दादाको आफ्नै रेसिपी हो, दादाले आफै बनाएको है। अनि यो रह्यो हाम्रो नेपाली टिमुरको अचार होइन। रुक म तिमीहरूलाई देखाउँछु, यो टिमुरको अचार होइन, यो चाहिँ टिमुरको अचार हो। अनि त्यसपछि यो भात भयो, चट्ट खाँदैछ दादा आफ्नै 1 कपमा है। फेरि ल खान्छु अनि खाना खाएर भेटौँ है त। खापुन क्याप। यस्तो गाह्रो छ हौ, गाह्रो छ। पैसा कमाउनु सजिलो छ त केटाकेटीहरू। ल हेर रातिमा त्यहाँ हाम्रो मेरो यो लोकेसनको मलमा चाहिँ काम गर्न आएको केटाहरू हो क्या होइन। अनि ल हेर यसरी टङ्गेर रातिको 1-2 बजीतिर यसरी काम गर्नु परिरहेको छ। अझ यिनीहरूको त अहिले त रमदान चलिरहेको छ नि त, रमदान। अनि रमदानमा यिनीहरू त फास्टिङहरू हुन्छ होइन। बिहान 4 बजीसम्म कति बजीसम्म मात्र यिनीहरूले खान मिल्छ क्या, त्यसपछि खान मिल्दैन कि। त्यही पनि यसरी काम गरिरहेको छ। ल हेर्नु ड्रिल हानेको माथि ग्राइन्ड गरिरहेको छ। ल हेर सजिलो छ त, पैसा सजिलो छ त, सजिलो छैन नि। देख्दा पो लाइफ मजा छ त। फोटो र भिडियोमा मात्रै मजा देखिने हो क्या, रियल लाइफमा यस्तो हो। बुझ्यौ नि है त। अनि त्यही हो केटाकेटीहरू, भर्खर देखिहाल्यौ तिमीहरूले होइन, पैसा कसरी कमाउँदो रहेछ, पैसा कसरी कमाउनु पर्दो रहेछ भन्ने होइन। अनि दादाको यो कपाल खुल्क्या पनि त्यत्तिकै होइन है। फेरि यहाँ हेर ल, देखिरहेको छ नि तिमीहरूले, तालु हानिसक्यो क्या, यहाँबाट यहाँ गइसक्यो यार, यहाँ गइसक्यो। त्यस्तै हो। त्यही भएर मनी इज नट इजी होइन। पैसा एकदमै लास्ट गाह्रो छ है केटाकेटी, लास्ट गाह्रो छ होइन। त्यही अरू मैले भन्नु केही पनि छैन। अनि हेर्दै गरौँ होइन, भिडियो सिडियो हेर्दै गर, सब्सक्राइब गर्दै गर होइन। यदि कसैले गरेको छैन भने यो भिडियो हेरेर गरिदेऊ, यहाँसम्म हेरिरहेको छौ भने चाहिँ होइन। अनि आफ्नो साथीभाइहरूलाई पनि गर्न लगाइदेऊ होइन। त्यही हो, अरू त के नै भन्नु छ र। अनि युनिफर्ममा चाहिँ हाल्न पाउँदैन क्या, त्यही भएर मैले चाहिँ अहिले चाहिँ युनिफर्म चाहिँ ज्याकेट लगाएर चाहिँ अलिकति छेकिरहेको हो होइन। अनि त्यसपछि युनिफर्ममा चाहिँ अब हाल्नु पाउँदैन। अनि प्रायः मेरो भिडियो बनाउने टाइम भनेकै युनिफर्मको बेला हो, किनभने चाहिँ म बिहानसम्म यहाँ ड्युटीमा हुन्छु। अनि त्यसपछि 9-10 बजीतिर जान्छु, खानासाना खाएर यताउता गर्दाखेरि 12 बज्छ। अनि 12-1 बजीतिर त म सुतिहाल्छु होइन। अनि त्यसपछि उठेर फेरि ब्याक टु त्यही युनिफर्ममा हो होइन। अनि त्यही भएर पनि अब विदाउट युनिफर्म त्यस्तो टाइम पनि मिल्दैन कि भिडियो सिडियो बनाउने। अब त्यस्तै छ। अब कहिले कसो चाहिँ मिल्यो भने चाहिँ म हालिरहेको हुन्छु होइन। अनि आज चाहिँ धेरै भयो, अब किन हालेको छैन भने जस्तो कसैलाई ला होला होइन, हेरिराख्ने मान्छेहरूलाई चाहिँ कसैले 2-4 जना चाहिँ ला होला भनेर चाहिँ मैले यो हालिदिएको हो। किन भनेपछि मेरो कम्पनीले चाहिँ पेनाल्टी दिने होइन, अथवा मान्छेलाई चाहिँ पैसा पे गर्न लाउने, अब यताउता त्यो प्राइभेसी भएन भन्ने चाहिँ कुराहरू यहाँ निक्ल्या भएर चाहिँ त्यसरी गरेको हो होइन। अनि त्यही हो, भिडियोहरू आउँदै गर्छ, नआउने होइन, आइरहेको छ। लङ हुन्छ नि त, म जहिलेसम्म म छु लाइभ छु म हालिराख्छु भिडियो चाहिँ होइन। अरू त्यस्तै हो, म भिडियो चाहिँ हालिराख्छु। जति सब्सक्राइबर भयो होस्, जसले हेरोस् नहेरे नहेरोस्, आई डोन्ट केयर, तर म चाहिँ हालिराख्छु होइन। फेरि तिमीहरूले भने होइन, तिमीहरूले हेरिराख्छौ नि, मलाई थाहा छ फेरि होइन। मनैदेखि हेर्नेको लागि चाहिँ धेरै धेरै धन्यवाद, हेरिराख्नु सदाभर होइन। अनि अरू चाहिँ अब त्यही हो, जो हालिराख्छु मैले भिडियो चाहिँ। अनि बालसाल यस्तो भएछ होइन, नयाँ लुक्समा। दादालाई चट्ट भस्मी डाउन लुक्समा नि हेर्दै हो नि त तिमीहरू होइन, कस्तो दाम देखिरहेको नि भस्मी डाउन लुक्समा चाहिँ कस्तो छ, ठिक छ। ल ख्याप है। अब अर्को भिडियोमा भेटौँ ल है त। ल।